यदि तपाईको बच्चाले खाना खानुअघि मोबाइल खोज्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि तपाईले थाहा नपाइकनै उसको दिमागको नियन्त्रण बिस्तारै एउटा स्क्रिनले लिन थालेको हुन सक्छ। आज ऊ शान्त देखिएको छ, तर यही बानीले भोलि उसको ध्यान, स्मरण शक्ति, पढाइ र व्यवहारमा गम्भीर असर पार्न सक्छ। आखिर एउटा सानो मोबाइलले बाल मस्तिष्कसँग के गरिरहेको छ? आजको डिजिटल युगमा बालबालिकाहरू जन्मेदेखि नै मोबाइल, ट्याब्लेट र छोटा भिडियोसँग घुलमिल हुँदैछन्। 1 वर्षको बच्चालाई खाना खुवाउन मोबाइल देखाउनुपर्छ। राति सुत्नु अघि युट्युब र टिकटक अनिवार्य बन्दै गएको छ। तर विशेषज्ञहरू भने यसलाई चिन्ताको विषय बनाएर हेर्न थालेका छन्। विश्व स्वास्थ्य संगठन WHO र विभिन्न बाल मनोवैज्ञानिकहरूका अनुसार अत्याधिक स्क्रिन समयले बाल मस्तिष्कको विकासमा प्रतिकूल असर पारिरहेको छ। टिकटक, फेसबुक रिल्स र युट्युब सर्ट्स जस्ता प्लेटफर्ममा केही सेकेन्डमै बदलिने दृश्यले बालबालिकाको मस्तिष्कलाई निरन्तर डोपामिन उत्तेजना खोज्ने बानी फसाउँदैछ। अध्ययनहरूले देखाइरहेको छन् कि अत्याधिक स्क्रिन प्रयोगले बालबालिकामा ध्यान केन्द्रित गर्ने क्षमता घटाउने, आत्मनियन्त्रण कमजोर बनाउने, भाषा विकासमा ढिलाइ गर्ने, निद्राको समस्या निम्त्याउने र सामाजिक सिपमा ह्रास ल्याउने जोखिम बढिरहेको छ। अहिलेको यो पुस्ता इतिहासकै पहिलो यस्तो पुस्ता हो जसले जीवनको सुरुवातदेखि नै डिजिटल स्क्रिनसँग समय बिताइरहेको छ। आजभोलि धेरै अभिभावकहरूले गुनासो गर्न थालेका छन् कि बच्चा 5 मिनट पनि किताब पढ्न मान्दैन, तर मोबाइल पायो भने 2 घण्टासम्म हेरेर थाक्दैन। कक्षामा ध्यान दिन गाह्रो हुने, बाहिरी खेलमा रुचि नहुने र परिवारसँग कुराकानी भन्दा भिडियो हेर्न रुचाउने प्रवृत्ति बढ्दै गएको छ। यो समस्या नेपालमा मात्र सीमित छैन। अमेरिका, युरोप, दक्षिण कोरिया लगायतका विभिन्न देशहरूमा पनि बालबालिकाको बढ्दो स्क्रिन समयलाई सार्वजनिक स्वास्थ्यको चुनौतीको रूपमा लिइएको छ। यसको अर्थ मोबाइल शत्रु हो भन्ने होइन। प्रविधि सही तरिकाले प्रयोग गरियो भने सिकाइ, सृजनशीलता र ज्ञानको उत्कृष्ट माध्यम बन्न सक्छ। समस्या तब सुरु हुन्छ जब स्क्रिनले खेल्ने समय खोज्छ, परिवारसँगको कुराकानी घटाउँछ, साथीभाइसँगको सम्बन्ध कमजोर बनाउँछ र वास्तविक संसारभन्दा डिजिटल संसारलाई बढी आकर्षक बनाइदिन्छ। यसलाई नियन्त्रण र प्रभावकारी बनाउन विशेषज्ञहरूले केही उपायहरू सुझाएका छन्। 2 वर्षभन्दा कम उमेरका बालबालिकालाई अत्यावश्यक अवस्था बाहेक स्क्रिनबाट टाढा राख्ने, ठूला बालबालिकाका लागि दैनिक स्क्रिन समय स्पष्ट रूपमा सीमित पार्ने, खाना खाने बेला र सुत्नुभन्दा कम्तीमा 1 घण्टा अगाडि मोबाइल बन्द गर्ने, हरेक दिन बच्चासँग कुरा गर्ने, कथा पढ्ने, चित्र बनाउन लगाउने र बाहिरी खेलमा सहभागी गराउने, र सबैभन्दा महत्त्वपूर्ण कुरा अभिभावक आफैले पनि मोबाइलको कम प्रयोग गर्ने र सन्तुलन कायम राख्ने। किनभने बच्चाले हाम्रो कुराभन्दा पहिले हाम्रो व्यवहारबाट सिक्छ। आज हामीले गरेको एउटा सानो निर्णयले भोलि उसको भविष्य बदल्न सक्छ। यस विषयमा तपाईको विचार के छ? आफ्नो विचार र अनुभव कमेन्टमा सेयर गर्नुहोला।